सानो ट्र्याक खोलेको छ यो हाइवेमा अहिले यस्तो बाटो छ हामी यो बाटोको चाहिँ कृषि गराएको यो गल्छी पार गर्दैछौँ यहाँ त कुया कति गनाइरह बनाएको छ यो बारीमा गल्छी आइपुगेका छौँ अब केही मिनटमा गल्छी पार गर्न सक्छौँ यो हाइवेमा सानो एउटा गाडी क्रस गर्न सक्ने एउटा ट्र्याक खोलेको छ यहाँका स्थानहरू सबै भएको छ अब पाडी गल्छी बाटो यस्तो अवस्था बाइकमा पर्दा है पार गर्दैछु यो ठाउँमा यति धेरै हाइवे हो गाह्रो लागेको छ नि त गल्छीको त्यो पुच्चे कता तलै कि माथि दाइ सेफ ठाउँमा आइसक्यौँ हामी अब यो एकदमै बारीको सुन्दरता यो बारी चाहिँ खोलाबाट भरिएर आएको ठाउँ हो खोलाबाट भरेर पुरै ध्वस्त भएछ त्यो छुट्याउने पुल चाहिँ कहाँनिर तलै तलै होइन कि आउने बाइक उता पर नि हजुर दाइ गइसक्यो त यसरी चाहिँ जोखिममा छन् टिप्परहरू छन् यो ट्र्याक चाहिँ खोलिदिएको छ तत्कालै राजमार्ग भएर पनि होला जस्तो यो डराको ठाउँमा चाहिँ बाढी भरिएर आएको त्रिशुली नदी ठुलो भएर भरिएर चाहिँ बाढीलाई एकदमै त्यो ठाउँ बग्ने ठाउँ भएर यो बाढी अवस्था यस्तो छ यो अहिले गल्छी हामी लगभग जखिम ठाउँहरू पार गरेर हामी काठमाडौँतिर यात्रा गर्दैछौँ दृश्य देख्नुहुन्छ यहाँबाट केही बाढी कम भएको छ तर पनि स्थानीयहरू घर छोडेर हिँडिसकेका छन् यहाँ ठुलो होला दुबईको शाखा भन्दछ यो ठाउँमा सधैँ जोखिम छ ठाउँ छैन हामी जोखिम पार अहिले पछि